तपाईँलाई छोट्याउन चाहन्छु। मैले दुईटा कविता, छोटा कविता सुनाउँछु। आज भोलि अमेरिकामा बाढी आएको छ। बाढी आएपछि के हुन्छ भने धेरै सबैतिर बाढी छरिदिएपछि कतै सम्हाल्न सकिँदैन, अनि सम्हाल्नै नसकिने भएपछि मैले सम्हालेको भन्ने जस लिनु छ। यो बाढी आउनुभन्दा अलि अगाडि लेखेको कविता हो। समयको सुइरामा उभिएर, कविताको शीर्षक। आँधी पछिको सन्नाटामा हामी आत्मरति गरिरहेका छौँ। कसैको बौलटीपनमा हामी खुसामत गरिरहेका छौँ। हामीलाई थाहा हुँदा हुँदै र जान्दा जान्दै हामी समयको आवश्यकता भनिरहेका छौँ। यो देशको नैतिक मूल्य र आदर्श धुलिसाफ हुँदा पनि हामी फेरि अर्को रमिता हेर्न तयार भएका छौँ। यो देशको नैतिक मूल्य र आदर्श धुलिसाफ हुँदा पनि हामी फेरि अर्को रमिता हेर्न तयार भएका छौँ। सायद एकपटक रमिता हेर्न लत लागेपछि पटक पटक रमिता हेर्नै पर्दो रहेछ। त्यही भएर साँडे उन्मत्त भएर सहर पसेपछि वाह वाह क्या बात भनिरहेका छौँ। आखिर साँडे भनेर छोडिदिएपछि ऊ भगवानकै एक अंश भइदिन्छ र हामी अक्षता र फुलमाला लिएर पूजाका खातिर तयार हुन्छौँ। चोक चोकमा, गल्ली गल्लीमा, सहरहरूमा, पेन्सिल्भेनिया जर्जियादेखि टेक्साससम्म, यो देशको पूर्वदेखि पश्चिमको भूमण्डलसम्म, पेन्सिल्भेनिया जर्जिया टेक्साससम्म, यो देशको पूर्वदेखि पश्चिमको भूमण्डलसम्म झुट र भ्रमलाई हामी सच्चाइ भनिदिन्छौँ। झुट र भ्रमलाई हामी सच्चाइ भनिदिन्छौँ। वाक चाटुकारीलाई हामी जादुगार सम्झन्छौँ। त्यही भएर हामी इतिहासलाई सजिलै भुलिदिन्छौँ र महान पुनरागमनको दुहाई दिएर कहिल्यै थाक्दैनौँ र महान पुनरागमनको दुहाई दिएर कहिल्यै थाक्दैनौँ। के राष्ट्रियता भनेको उद्दण्डता र उत्तेजना हो? के राष्ट्रियता भनेको उद्दण्डता र उत्तेजना हो? हामी भन्नै सक्दैनौँ र मौन स्वीकृतिमा आह्लादित हुन्छौँ। हामी भन्नै सक्दैनौँ र मौन स्वीकृतिमा आह्लादित हुन्छौँ र बिर्सन्छौँ डार्विनको विकासवादको सिद्धान्त र सुम्पिदिन्छौँ प्रायः ऐतिहासिक धार्मिक विश्वासमा। चाटेर अलिकति चटनी कर छुट र व्यापारिक लाभको अनि एकाएक जान्ने पल्टन्छौँ र पढाउन थाल्छौँ राष्ट्रियताको नव परिभाषा र पढाउन थाल्छौँ पुनरागमनको पुरा कथा। हामीलाई ठुलो कुरै चाहिँदैन हाइपोथेसाइज गर्न। हामीलाई ठुलो कुरै चाहिँदैन हिप्नोटाइज हुन। सर्पले विष बमन नगरुन्जेल थाहा हुँदैन विषको ढाहा। त्यही भएर पर्खिनु छ हेर्न यो देशको लीला। अब हामीले देखिरहेका छौँ। नोभेम्बरमा मात्रै कविता लेखेको, अहिले देख्दैछौँ लीला। त्यही भएर पर्खिनु छ हेर्न यो देशको लीला। अझै के भोग्नु पर्नेछ यो देशले समयको सुइरामा उभिएर। इतिहासको आदर्श र मर्म बिर्सेर। अब अर्को एउटा सुनाउ।